रमजान हाम्रो यो चाहिँ तेस्रो हप्ताको रमजान है। अस्ति 2 हप्ता चाहिँ केही आफ्नै व्यक्तिगत कारणले गर्दा रोकियो। अब हामी कन्टिन्यू हैन भ्याउने जतिले कसैलाई करकाप चाहिँ छैन। भ्याउने जतिले कन्टिन्यू एकदम हामीले सकेको चाहिँ हामीले गर्न सक्ने काम चाहिँ गरिरहेको छौँ। एकदम कन्टिन्यू दिइरहने छौँ हैन। सुमनजी हामी चाहिँ ढुङ्गा फाल्दैछौँ हैन त यहाँ यो अलि एकदम बाटो फार्छ के हिलो त्यसमा अलिकति सोलिङ गर्नु ढुङ्गा बिछाउनको लागि अब ल हाम्रो भिडियो चाहिँ अब ध्रुव दाइलाई जिम्मा दिँदैछु। मित्रहरू यहाँ चाहिँ हाम्रो सबैभन्दा अप्ठ्यारो ठाउँ एकदमै राइड गर्नको लागि नै गाह्रो छ। यहाँ चाहिँ तल झरेको सरी अनि यहाँ चाहिँ हाम्रो इनर्जेटिक एकदमै तपाईँको चाहिँ एनर्जीवाला हाम्रो श्रमदाताहरू हुनुहुन्छ। उहाँहरूले चाहिँ कि तल सोलिङ गर्नको लागि के गरिराख्नु भएको छ। यहाँ चाहिँ ढुङ्गा फ्याँकिराख्नु भएको छ। अब यहाँ सोलिङ हान्ने कुरा छ। यो चाहिँ माथिबाट वाल लाउनु बित्तिकै तल के हुन्छ सोरिएर झरेको छ। यो एरियाको सबैभन्दा अप्ठ्यारो ठाउँ हो। ढुङ्गा बेगर न मान्छे बाँच्न सक्छ न पृथ्वी अरण्य सक्छ। त्यतिकै गर्छ नत्र पानी मात्रै भयो भने पनि बाँच्न सकिँदैन नि त। तर मान्छेले ढुङ्गालाई चाहिँ उपेक्षा गर्छ, घृणा गर्छ। ढुङ्गा भएन भने चाहिँ मान्छेको अस्तित्व नै रहँदैन। यहाँ हाम्रो भगवान सर मेरो मामा हुनुहुन्छ। पानी पाल्नुहुन्छ। यहाँ नवीन भाइ यहाँ हाम्रो साउजी पनि हुनुहुन्छ है। भयो र उता अलिक हाल्नुपर्छ होला पुग्दैन कि क्या हो नि झार्नै पर्छ होला अझै सबै कुरो बिछाइदियो भने यो पुर्नु छ क्या बरु। ढुङ्गा त झार्नै पर्छ। झार्नु पुग्दै छैन।